अहिले अहिले तिमीहरूको अहिले नि तिमीहरू फर्की उता जा अरे तिमीहरू फर्की भनेको गुड मर्निङ सबैजनालाई हिजो राति चाहिँ अलिकति स्नोफल भएछ अलिकति भन्दा पनि अलिकति बेसी नै छ र म चाहिँ यहाँनिर अहिले बिहान मर्निङ वकमा निस्केको अब कहाँसम्म पर हेलिप्याडसम्म पुगेर आउनेछु घाम चाहिँ निस्केको अवस्था छ अहिले चिसो हेभी यहाँ हातले काम नगर्ला जस्तो भइरहेछ बिहान यति हिँडेपछि चाहिँ जिउ फ्रेस हुन्छ दिनभरि अहिले चाहिँ म हेलिप्याडदेखि म यता आइसकेको छु र यहाँ स्नोमा मर्निङ वक गर्नु मजा आइरहेछ हेर्नुहोस् है कति मजाको यहाँनिर दृश्यहरू यो तलको यो चाहिँ हाङ्गु लेक हो र अहिले हाङ्गु लेक चाहिँ पुरै हिउँले छोपेको छ र यो सुकेको पनि छ एक्चुअली यो लेक अहिले यसको जति पनि यो स्ट्रिम्सहरूबाट पानी आउने चाहिँ सबै सुक्खा छ त्यसले गर्दाखेरि र यो बर्खाको टाइममा चाहिँ यहाँनिर फुल्ली यो चाहिँ फेरि लेकमा परिणत भइहाल्छ घाम पनि निस्किसकेको छ अब परसम्म पुगेर फर्किनु पर्छ अहिले चाहिँ हल्का जिउ तात्तिएको जस्तो भयो घामले पनि भेट्यो र हिँडेको पनि झन्डै 35 मिनट जस्तो भयो त्यसले गर्दाखेरि हल्का जिउ तात्तिएको जस्तो हुँदैछ र बिहानीको यस्तो नजारा हेर्नुको लागि चाहिँ एउटा आफ्नो एउटा भाग्य पनि हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ लक माथि पनि हो किनभने यही छ अब यसको लागि एउटा त बिहान आफ्नो निन्द्रा त्याग्नु सक्नु पर्यो अर्को कुरा जाडो एकदमै हेभी छ अहिले चाहिँ हल्का टेम्परेचर हल्का बढ्दैछ नभए त अघि बिहान घाम ननिस्केको टाइममा त -12-13हरू हुन्छ हो अन्त त्यस्तो ठन्डालाई त्यागेर चाहिँ निस्किनु सक्नुपर्छ किनभने अब यहाँनिर धेरै बस्नु पनि छैन है अन्त यहाँ बसिन्जेल यहाँको प्रकृतिको यहाँको मजा लिइराख्नु पर्यो नि त अन्त त्यही कारण अब तल उँधोबाट आएर त यहाँ बिहानको यस्तो नजारा देख्न पाइँदैन र यहाँ बसिन्जेल चाहिँ म चाहिँ यहाँको नेचरसँग चाहिँ फुल्ली घुलमिल भएर एकदमै यहाँको प्रकृतिको चाहिँ मजा लिइरहेछु आनन्द पनि लागिरहेछ है हेर्नुहोस् न यस्तो सुन्दर दृश्य छ
अब यहाँदेखि म फर्किँदैछु। मजा आयो, आज वक पनि भयो है। हजुरहरूले पनि यहाँको नजाराहरू हेरेर तपाईँहरूले पनि इन्जोय गर्नुभयो होला है। र अहिले तपाईँहरूले आउनु सक्नुहुन्छ, यहाँनिर आएर यहाँ हिउँको मजा लिनु सक्नुहुन्छ है। गान्तोकदेखि मात्र यहाँ 56 किलोमिटर मात्रै हो, तर यो चाहिँ अब रोडको स्ट्याटसमाथि पनि निर्भर पर्छ। र आज यो हिउँ हेर्दाखेरि सायद दिनभरि नै लाग्ला यो सफा गर्नु। र आज मुस्किल छ पर्यटकहरूको लागि चाहिँ यहाँ मुभमेन्ट आज ठप्पै रहनेछ पर्यटकहरूको निम्ति चाहिँ। र भोलि सायद यसरी नै उग्रियो भने भोलि खुल्ला रहनेछ है। र तपाईँहरूले तलबाट पर्मिटहरू काटेर यहाँनिर सेरेथाङ, नथुला, बाबा मन्दिर, छाङ्गु आएर यहाँनिर स्नोफलको मजा लिनु सक्नुहुन्छ है। आज घाम पनि एकदमै मजाले लागेको छ, दिन पनि एकदमै उग्रेको छ। अहिले म वकबाट फर्केर यहाँ सेरेथाङ गाउँमा आइपुगिसकेको छु है। र आज सन्डे भएको कारणले गर्दा यहाँ सेरेथाङवासीहरूको आज छुट्टी हो। ग्रेफमा गर्नुहुन्छ काम उहाँहरूले, आर्मी पोर्टरतिर गर्नुहुन्छ है। र त्यसैले गर्दा आज सन्डे भएकोले गर्दाखेरि यहाँ चहल पहल गाउँमा केही पनि देखिएको छैन। नत्र यति बेला सबै आफ्नो कामतिर निस्किसकेको हुने थियो, सधैँ जस्तो हो भने। हिउँ त मजाले पऱ्यो त है। छाङ्गुतिर परेन रहेछ फेरि, छाङ्गुतिर परेन रहेछ फेरि। यो मेरो आजको बिहानी यो मर्निङ वकको भिडियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्टमा राखिदिनु होला है। हजुरहरूले पक्कै पनि यहाँको यो भ्युजहरू हेरेर इन्जोय गर्नुभयो होला है। र मेरो च्यानललाई माया गरिदिनुहुन्छ भन्ने आशा गरेको छु। र यति भन्दै र यो मेरो आजको भिडियोलाई म यहीँ अन्त्य गर्दैछु। हवस् त, धन्यवाद। पर्खी अब एकछिन ल, अब तिमीहरूको माम पाकिहाल्छ ल। ल हात दे भनेको। ल बस्दै गर ल, तिमीहरू अब माम पाकिहाल्छ तिमीहरू। खै अर्को कहाँ गएछ?